घुम्नु त घुम्यो है। हजुर दाजु। धेरै ठाउँ घुम्यो। अँ, धेरै रमाइला दृश्यहरू पनि हेऱ्यौँ उम्, होइन। साथीभाइको दाजुभाइ लगायतको भेटघाट पनि भयो। तर एउटा कुरा चाहिँ कता कता अलिकता नमजा, उम्, खल्लो, केही कुराको अभाव भए जस्तो पनि लाग्छ होइन। त्यो के के हो त होला? म भनिदिउँ दाइ? के हो? त्यो ड्रोन हो जस्तो लागिरहेको छ मलाई हो। एउटा कुरा ड्रोन भन्दा पनि मैले चाहिँ जेबिसको हो। मैले ज्योतिषको यार जेबी सिंह ठकुरी यो मेरो हाल्ने होइन, भन यो हुँदैन यो। यो हुन्छ यार। यो त देखाउनु पर्यो नि त्यसलाई। त्यो यो म हो क्या धेरै हामीले मिस गरे भने ज्योति सिंहलाई हो। किनकि अब हामीले जति फोटो खिच्यौँ जति भिडियो बनायौँ नि तर त्यसलाई एउटा मन पर्दैन क्या। हो यो यसरी खिच्नु पर्ने यार तिमीले खिच्नै जानेनौ भनेर पक्कै पनि भन्छ हेर्नु। त्यही त्यही भएर भएर यहाँ ल्याउने ज्योतिषलाई नै फोटो खिच्न पठाउने हो क्या। हाम्रो एकदम त्यही छ होइन प्लान पनि। अब जेबिस भाइ रिटे कहाँ छस्? अ, तँलाई मिठो सम्झना छ, तर हामी चाहिँ यहाँ आयौँ तर तेरो कमी चाहिँ महसुस भइरहेको छ। यदि स्रोत साधनको हिसाबले भने ड्रोनको र मानवताको हिसाबले भन्यो भने तेरो कमी भएको जस्तो हामीलाई चाहिँ एकदम फिल भइरहेको छ नि दाइ। के हो? एकदम एकदम ल ल यो भिडियो मार्फत अरू हामीले धेरै केही केही गर्न नसक्यो भने लाइक कमेन्ट गर अब। धेरै सम्झेका छौँ। झिकै झिकै माया छ। झिकै झिकै माया छ एकदम।